Hello, welcome to City Vlog. After a long time, I'm gonna make a tour of my old home है पुरानो घरको टुर गराउँछु गाइज। अहिले अवस्था चाहिँ यस्तो खतरा छ बर्खायाम हैन, झाडी झाडीको अवस्था छ। वेट ल, यहाँ बारी खुर्सानी बारी छ, हाम्रो हजुरआमा झर्दै हुनुहुन्छ त्यहाँबाट। पुरानो घर चाहिँ खण्डर जस्तो भएको छ गाइज। वेट अ मिनट, झाडी यत्रो यत्रो पलाएको छ। यहाँ किचिन नमिल्ने कुराहरू पनि छ। खुर्सानी डल्ले खुर्सानी टिप्दिनु है मम। ल कुन हुन्छ ल हेर्नु है गाइज। यो खण्डर भन्ने सोच ला हजुर के हुन्छ टिप्दिनु न। कुन खुर्सानी? हुन्छ हेर्नु गाइज, हाम्रो बारीमा खुर्सानी मजाको पलाएको छ। चाहिएको छ भने कन्ट्याक्ट गर्न सक्छौँ। ल म भित्र छिर्दैछु। मकै पाकिसकेको अवस्था छ। हाम्रोमा चाहिँ बादर लागेको छैन। अन्त बदलले चाहिँ सखाप बनायो भन्ने कुरा छ साथीहरू है। यो हो हेरौँ ल मेरो घर। यो चाहिँ आँगन, यो केराको बोट, यही हो घर साथीहरू। हेर्न सक्छौँ बाखुराको जाली रहेछ। यो म जन्मेको घर भनिन्छ होइन साथीहरू। हेरौँ पुरानो घर, अहिले भित्र पनि देखाउँछु म। यो घर चाहिँ म जन्मेको घर। अनि म 1 वर्षको हुँदाखेरि बिरामी भएर चाहिँ हामी काठमाडौँ पुगेको। घर चाहिँ यही हो है साथीहरू। पुरा जङ्गल भएको छ, आँगन बारी नै बारी। अहिले बर्खायाम पनि छ। यता केरा पलाइरहेको अवस्था छ। दसैँसम्ममा पाक्छ। घरको टुर गराउँछु ल त म साथीहरू। अँध्यारो होला अलि। यो पुरै 4x4 छ, बट डोन्ट वरी, केही छैन। पुरानो घर यस्तै नै हो। ओ माई गड, बत्ती छैन है यहाँ अन्धकार रहेछ साथीहरू। बत्ती छैन। पुरानो घर पुरै अन्धकार छ। यहाँ खण्डर घुमे जस्तो हुने रहेछ। यहाँ चाहिँ हाम्रो चुलो राख्थ्यो है साथीहरू, अहिले छैन। मेरो यो घाउ भएको पनि यही घरमा हो है साथीहरू। च्याउ चाहिँ पलाएछ। पुरानो घरको अवस्था यस्तो छ। पहिला हामीले यहाँ कुखुरा पालेको थियो। त्यो कुखुरा पालेको टाइममा नै मेरो हालत यस्तो भएको हो। यो हातमा हेर्न सक्छौँ, मठान यस्तो छ। घरको हालत यस्तै छ। म लडेको यही हो साथीहरू। यो घर घाउ चोट लागेको ठाउँ चाहिँ यही नै हो। अब यहाँ चाहिँ माथि जान्छौँ। माथि चाहिँ भूकम्पले ध्वस्तै बनाएको छ साथीहरू। धेरै पछि भ्लग बनाएर होला, अलिकति नौलो फिल पनि भएको छ मलाई। वेट हेरौँ साथीहरू, यो चाहिँ भूकम्पले सकाएको हो। भूकम्पले यस्तो बनाएको छ पुरानो घर हाम्रो। तर पुरानो घर भने पुरानो घरै हुन्छ। काठमाडौँमा त्यत्रो भत्काउँदाखेरि पनि यहाँ केही त्यस्तो नराम्रो भएन हाम्रो। गाजा देखाउनु हुन्न साथीहरू। म चाहिँ यहीँबाट झरेँ हो साथीहरू। ड्याङ्ग यहाँबाट झरेको है। यहाँ जस्ता ठ्याक्क थियो यसरी बारेको, त्यो जस्ता सँगसँगै झरेर ड्याममा यो जस्ताले काटेको मेरो। यो धेरैले सोध्छ झगडा गरेर हो कि खुङखार भएर हो। अनुहार हेर्दा म खुङखार जस्तो त देख्छु कि, तर त्यस्तो झगडाहरूमा चाहिँ इन्भल्भ छैन म। मेरो ओल्ड होम टुर यही हो साथीहरू। पुरानो घरको टुर भइहाल्यो, देखाउनु जति देखाइहाल्यो। फेरि आँगन देखाउँछु। वेट ल निस्क्यौँ हामी फेरि। अहिले चाहिँ पुरै स्टोर रुम भएको छ। अहिले पानी परिरहेको छ। यहाँ ठ्याक्क यतापट्टि नै हामीले कुखुरा राखेको थियौँ। यो साइड छैन। कुखुरा चाहिँ हरेक तल्लामा राखेको थियो कुखुरा। यो खतरा बलियो हुन्छ नि साथीहरू। हजुर मम, म जन्मेको मैले भनिसकेँ नि। हो नि, सुन्नुभयो नि साथीहरू। म जन्मेको विश्वास लागेन भने सूत्रहरूबाट पनि प्रमाण जुटाउन सक्छु। मेरो सूत्रको नाममा अहिले हुनुहुन्छ मेरो हजुरआमा।
वेट है त अलि झाडीको भित्रबाट म निस्किँदैछु ल नप त्यहाँ यहाँ हाम्रो ममले नि भनिदिन्छ म कहाँ जन्मेको रे म यही घरमा के भदौ 20 गते तिमी त हो भदौ 20 गते याद गरौँ है जन्मदिन मलाई विस गर्न आउनेले मात्र पार्टी खान पाउँछ फेरि भदौको 20 गते जन्मेको के बार जन्म है बार शुक्रबार हो शुक्रबार जन्मे खुर्सानी मरेछ खुर्सानी मरे बोट मरे पनि खुर्सानी पलाइरहे त के भयो त यो जार उखाल्नु पर्ने झारै झार्छ जति तति है म त किन नआउने भनेको त उ त काठमाडौँ पो गएछ काठमाडौँ रमाइलो छ नि काठमाडौँ भुल्ने सहर हो नि काठमाडौँ रमाइलो पनि सबै किनेर खानुपर्छ त्यस्तो अब यहाँ हाम्रो हजुरआमाले अहिले हामीलाई यहाँ मुन्टाहरू टिप्दै खुर्सानीहरू टिप्दै हुनुहुन्छ काठमाडौँ जानलाई त्यहाँ त किन्ने हो नि म एकछिनमा काठमाडौँ यात्रा गर्छु तर काठमाडौँ जानेवाला भ्लग चाहिँ हुँदैन मेरो भ्लग चाहिँ यहीँ इन्ड हुन्छ हाई गरिदिनु म सबैले सब्सक्राइब गर्नुहोस् भन्नु सब्सक्राइब गर्नु के भन्छ अरु के रे सब्सक्राइब लाइक शेयर कमेन्ट ए त्यति भएछ पुग्यो नि हाम्रो माइलाको मम्मी हो म हाम्रो माइला र्यापर माइला सबैले माया गरिदिनु माइलालाई यस माइलाले माथि सुनिरहेको होला माइलाको घर नै अहिले देखाउँछु म डोन्ट वरी म माथि गएँ ल म अहिले ल माइलाको घर देखाइदिउँ रे यो चाहिँ मेरो ममको रिक्वेस्टबाट है मैले मेरो ओल्ड होम मात्र टुर गराउने सोच थियो तर अब म माइलाको घर पनि टुर गराइदिन्छु है गाइज डोन्ट वरी अब मैले झाडीवाला संसार छोडेर अलि माथि पुग्दैछु लेकतिर लाग्दैछु म वेट बाटो यस्तै छ गाउँघरको हेर्न सक्छौँ हामीले तेरिका यो चाहिँ हाम्रो परिवारको यति घरको धुरीको गाउँ भन्दा नि भयो दाजुभाइहरूको घर भन्दा नि भयो अनि माइलाको घर चाहिँ यो है साथीहरू माइला पनि देखाउँछु वेट माइला हेर्न चाहनुहुन्छ लजाउँदैछ यस तर ऱ्याप हान्ने मुडमा चाहिँ छैन अहिले हामी है ठिक छ गाइज टुर गराइहाल्यो अब भ्लग यहीँ इन्ड अर्को भ्लगमा भेटौँला चाँडै नै ओके थ्याङ्क यू फर वाचिङ प्लिज डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब है